एकादशी, कामदा एकादशी, यी एकादशीका नाम चाहिँ अलग अलग छन्, तर एकादशी ठुली र सानी हुन्नन्, कहिले पनि एकादशी बराबरकै हुन्छन्। त्यही भएर एकादशीको व्रत बस्नुपर्छ अनि तिलको दान गर्नुपर्छ। एकादशीका दिन दिनभरि व्रत बसेर बेलुका गाह्रो हुन्छ भने अन्न नखाए अरू केही भोजनहरू मकैको भोजन गर्ने चलन छ। कता कता गरी ल्याएका पनि छौँ। तपाईँ हामीले ग्रहण गरेर शयन गर्ने, बिहान उठेर स्नान गर्ने अनि ब्राह्मणलाई आफ्ना गुरु पुरोहित कोही हुनुहुन्छ भने यसो अन्न सिधा दान गरेर भोजन ग्रहण गर्नुपर्छ अनि मात्रै फल प्राप्त हुन्छ। यदि गुरु पुरोहित पनि भेटिएन भने यसो मन्दिरमा यसो मुष्टिदान एक मुठी चामल यसो सारेर कहिलेकाहीँ यसो माग्ने आउनेलाई यसो सारियो भने अनि व्रतको फल प्राप्त हुन्छ। अनि घाम अस्ताउन कतिखेर घाम अस्ताउँछन् जस्तो गरेर व्रत बस्यो भने चाहिँ गाह्रो हुन्छ। त्यही भएर एकादशीको महिमा धेरै छ, तिलको दान धेरै महिमा छ जीवनमा तपाईँ हामी गृहस्थीले। त्यही भएर त एकादशी तुलसी तिलको दान हामीलाई पनि वैकुण्ठ लैजाऊ भगवान। एकादशी तुलसी तिलको दान हामीलाई पनि वैकुण्ठ लैजाऊ भगवान। हरि बोल। महिमा धेरै छ, तिलको महिमा धेरै छ तपाईँ हामी गृहस्थीले। त्यही भएर व्रत बस्नुपर्छ, तर व्रतका नियम थाहा भएन भने बडो गाह्रो हुन्छ। व्रत बस्ने दिन